नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम हाम्रो कृषिको खेती हेरिरहँदाखेरि तपाईहरुलाई सम्पूर्ण तुफान एन्टरटेनमेन्ट च्यानल हेरिरहनुभएका सम्पूर्ण दर्शक श्रोताहरू र तपाई फेसबुक पेजमा हेरिराख्नु भएका सम्पूर्ण श्रोताहरूलाई तपाईलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ र दर्शकलाई पनि हामी चाहिँ आज नयाँ विषयवस्तु लिएर आएका छौँ। सदा चाहिँ हामी चाहिँ नयाँ रमाइलो इन्टरटेनमेन्ट लिएर आउँथ्यौँ भने आजको विषयवस्तु कृषि विषयलाई लिएर आएका छौँ। तपाईले देखिरहनु भएको छ उहाँ दुवैजना केही वर्ष अगाडि जनयुद्धका खुनखार मान्छे पनि हुनुहुन्छ। उहाँहरू चाहिँ आफ्नो दुःख पीडा पुग्दै कहाँ झेल्दै जहाँ जता गए पनि आखिरी कृषिमै फर्केको अवस्था तपाईहरुलाई हामी देखाउनेछौँ र पनि उहाँले झन्डै आफ्नो भूमिगत कुराहरू बताउनु नै हुनेछ। यतिखेर उहाँकै हामीले चाहिँ जनयुद्धबाट फर्किसकेपछि र सँगसँगै गर्दै गएका कृषि विषयवस्तु लिएर हामी उहाँको सुन्तला बारीमा आएका छौँ। यतिखेर हामीले उहाँलाई स्वागत गर्न चाहन्छौँ। उहाँ दुवैजना साथमा हुनुहुन्छ। स्वागत छ यहाँलाई। धन्यवाद। कस्तो छ सन्चो बिसन्चो आरामै हुनुहुन्छ? एकदम आरामै। अनि हजुरलाई बजेलाई कस्तो छ आरामै हुनुहुन्छ? तपाईहरुको कृषिको यो जुन सुन्तला क्षेत्रमा आइरहँदाखेरि एकदमै रमाइलो ठाउँ बनाउनु भएको रहेछ हैन? यो चाहिँ अहिले हाम्रो रोल्पाको ग्रामीण क्षेत्र आसपास क्षेत्रमा अलि यो कमै मात्रामा देखिन्छ। तपाईहरुले चाहिँ यो कसरी बनाउनु भयो? जनयुद्धमा हिड्नु भएको हो है? यो कसरी सफल भयो तपाईले एकचोटी भनिदिनुस्। यो चाहिँ अन्तिममा अब राजनीति गरेर पनि राजनीति अब संशोधनवादतिर टुङ्गिसकेपछि अब हाम्रो भविष्य केही छैन भन्ने मलाई लागिसकेपछि म एकचोटि सल्यानमा घुम्न गएँ। सल्यान घुम्न जाँदाखेरि सुन्तलाको नर्सरी फर्महरूमा पुगिसकेपछि त्यहाँबाट बेर्ना लिएर आएदेखि हामीले यो सुरुवात गरेको हो। 2066 को लगभग अन्त्यतिर हो जस्तो लाग्छ मलाई। त्यतिखेर तपाईलाई गाह्रो पनि थियो होला विषयवस्तु भनिरहँदाखेरि तपाईँ एउटा आफ्नो बाध्यता अथवा आफ्नो चाहिँ देशमा केही परिवर्तन लिन्छु भन्ने चाहनाका साथ चाहिँ जनयुद्धमा हिँडिरहँदाखेरि पनि यो काम कृषिमा पनि केही सफल छ भन्ने विषय तपाईलाई आफैमा केही पलाएको हो कि कुनैबाट सिक्नु भएको तपाईले? होइन, त्यो आफैमा पलायो। अब चाहिँ पार्टी अब उतातिर संशोधनवादतिर गइसकेपछि यो पार्टीले पनि केही गर्न सक्दैन। अब चाहिँ यहाँ लोभी पापीहरूको जमात बहुमतमा छ र हामी जस्ता अब एउटा गाउँका किसान निमुखाहरूलाई अब के गर्न सक्थ्यो र? अब बरु आफ्नै खुट्टामा उभियौँ भन्ने हिसाबले हामी आफ्नै तरिकाले यो कृषितिर फर्किनु। झन्डै तपाईँ जनयुद्धमा हिँड्नु कति वर्ष हिँड्नु भयो होला? जनयुद्धमा त अब झन्डै अब लगभग 10 वर्ष जनयुद्धमा 10 वर्ष झोला बोकेको अनुमान गर्न 10 वर्ष झोला बोकियो। तर लास्टमा अन्त्यमा आएर कृषिमै फर्किनु पर्यो। यो जनयुद्धमा तपाईलाई फाइदा के भयो जस्तो लाग्छ तपाईलाई? फाइदा अब चाहिँ हामीले एउटा ग्रामीण भेगमा बसेको मान्छेहरू हामीले एउटा बोल्न सिक्यौँ अनि चाहिँ एउटा जनतासँग र साथीभाइसँग फेस गर्न सिक्यौँ। हजुर, त्यो एउटा उपलब्धि हो हाम्रो। अरू बाँकी आर्थिक रूपले अब चाहिँ टाट पल्टेको अवस्थामा आएर कृषितिर फर्केको एकदमै। अब हाम्रो कृषि प्रधान देश भनिरहँदाखेरि पनि जुनै जहाँ गए तापनि देश विदेश जहाँ जति गरे तापनि आफ्नो कृषि भनेको आफ्नो खुट्टामा आफै उभिनु जस्तो लाग्छ हामीलाई हैन? अनि तपाईँ जनयुद्धमा हिँडिरहँदाखेरि तपाईँले घरमा त्यति टाइम दिन सक्नु भएको थिएन होला। यसमा चाहिँ कसरी म्यानेज गर्नुभएको थियो घरको विषय? खेतीबारीतिर सुन्तला यत्रो बगैँचा छ तपाईँको? उतिखेर सुन्तलाको बगैँचा थिएन। अब लगाउने क्रममा हुनुहुन्थ्यो होला सायद? लगाउने सोच त थियो तर लगाइसकेका थिएन। जो 2064 सालमा जो शान्ति सम्झौता भयो भइसकेपछि अब पार्टी अब शान्ति प्रक्रियामा अवतरण भइसकेपछि म गुल्मी जिल्लामा थिएँ। त्यतिखेर गुल्मी जिल्लाबाट अब घरतिरै फर्किनु पर्यो भन्ने गाउँ फर्क अभियानमा अब लागिसकेपछि अब पार्टीलाई पनि मैले अनुरोध गरेँ म मेरै जिल्लामा फर्किन्छु, म उतै गएर अब दुःख सुख गरेर भए नि खानु पर्ला भनिसकेपछि अनुरोध गरिसकेपछि यो हाम्रो अहिले उसको यो परिवर्तन गाउँपालिकाको अध्यक्ष हुनुहुन्छ हाम्रो जिज्जाङ भन्ने कमरेड। उहाँ चाहिँ हाम्रो डिसिएस हुनुहुन्थ्यो र उहाँलाई अनुरोध गरिसकेपछि उहाँले ल ठिक छ त अब जाने भए फर्किनुहोस् त भन्ने कुरा गर्नुभयो। फर्केर म यतातिर लागिसकेपछि अन्यलमै रह्यो केही वर्षसम्म। 64 मा फर्के पनि हामी अन्यलमै रह्यो। अब यस्तो कृषि गर्ने सोचमै भएन। अब चाहिँ पार्टीकै कामकाजमा लाग्यो।
लागिसकेपछि पार्टीको काम गर्दा 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 अब चाहिँ पार्टीमा पनि केही नहुने जस्तो देखियो। हजुरले कुन पद सम्हालेर हिँड्नु भएको थियो पार्टीगत रूपमा? म पहिले चाहिँ अब यहाँ यतातिर हुँदाखेरि यो पार्टी सदस्य भइयो, अब पूर्णकालीन सदस्य भएर हिँडियो। हिँडिसकेपछि पार्टी सदस्य प्राप्त गर्यो। पार्टी सदस्यबाट अब के यो सेल सेक्रेटरी भन्ने सिएस हुँदै अब यहाँबाट अब गुल्मी पठाउँदाखेरि मलाई एरिया सदस्य अथवा एसिएम हुनुभयो तपाईँ भनेर अब पार्टीले पठायो। पार्टीको अब हुइमलाई अब मान्नै पर्ने उतिखेरको अवस्था। त्यस कारणले गुल्मी जिल्लामा गइसकेपछि केही वर्ष वहाँ जाने बित्तिकै म अब चाहिँ एउटा एरिया चलाउने एरिया सेक्रेटरीको जिम्मेवारी पार्टीले दियो। दिइसकेपछि त्यही निर्वाह गर्दै अब अगाडि बढ्यो। बढिसकेपछि त्यहाँको अब गुल्मी जिल्लाको जिल्ला सदस्य हुनुभयो तपाईँ भनिदियो पार्टीले। अब त्यसैमा काम गर्दै अब रम्दै गरियो। गरिसकेपछि अहिले पछि अब आउँदाखेरि अब यहाँ अब चाहिँ रोल्पामा आइसकेपछि पनि अब तपाईँ एरिया सदस्यमा रहनुहोस् त भन्ने अब पार्टीले बनायो नीति। हजुर, पक्कै पनि तपाईँले यत्रो दुःख पीडा झेल्दै जनयुद्धमा लड्नुभयो, धेरै आफ्नो समयलाई बर्बाद पनि गर्नुभयो, आखिर कृषिमा फर्किनुभयो। तपाईँलाई खुसी त खुसी हुनुहुन्छ होइन? म एकदम खुसी छु। किन खुसी छु भने यो हात र खुट्टा नचलाउन्जेलसम्म अब कुनै पार्टीमा गए पनि जहाँ गए पनि खान पाइन्न। तर आफ्नै अब एउटा यो मातृभूमि अथवा चाहिँ आफ्नै जमिन जग्गामा जोत्न खन्न र अब चाहिँ मेहनत गर्न पाउँदा म धेरै खुसी छु। एकचोटि म चाहिँ तपाईँको श्रीमतीसँग कुरा गर्न चाहे। तपाईँलाई कस्तो लागिरहेको छ अहिले यो श्रीमान जनयुद्धमा भइरहँदा तपाईँले घरमा हरेक पीडाहरू भोग्नुभयो होला, यी बगैँचाहरूलाई स्याहार सुसारको विषय पनि थियो होला, कतिपय लगाएको थिएन भन्नुभयो, कसरी यसलाई चाहिँ गर्नुभएको थियो तपाईँहरूले? यो त अब सुन्तला लगाउने अब सोच बनायो। त्यसपछि अब यो 67 साल असारमा लगाइकर बिरुवा। हजुर हजुर। त्यसपछि अब अहिले बिरुवाहरू हुर्काएर पनि अब फल टिपेर खाने बेला भयो। अब जुन युद्धले अब के सिकायो भन्नुहुन्छ? सिकायो घरको स्थिति पनि तसनस्ता बनाएकै हो। घरको सबै अब सम्हाल्दै यहाँसम्म आइपुग्यो। अब श्रीमान पनि अब सँगसँगै ठिक छ। अहिले त खुसी हुनुहुन्छ होइन? अनि तपाईँहरूको परिवारमा कतिजना हुनुहुन्छ अहिले? हाम्रो परिवारमा 4 जना। 4 जना। तपाईँ दुईजना अनि 2टा छोरा। छोरा अहिले छोरा कहाँ हुनुहुन्छ? के गरिदिनुहुन्छ? ठुलो छोरा चाहिँ अब इन्डियातिरै अब इन्डियन आर्मी भएर गएको छ। अनि सानो बाबु यतै पढिरहेको छ। भनेपछि तपाईँहरू अहिले आफ्नो छोराहरूलाई आफ्नो ठाउँमा केही खुट्टामा उभिने बनाइसक्नु भएको रहेछ होइन? र यो बुढेसकालमा आउँदाखेरि यो सुन्तला खेतीबाट केही जीविकोपार्जन हुन्छ भन्ने तपाईँले सोच्नु भएको छ होला होइन? हजुर। अनि कति जति तपाईँहरूको उत्पादन हुन्छ यहाँको बगैँचा हामीले हेऱ्यो, हामी देखाउँदै पनि छौँ। अहिले लगभग अब 4 साल लगभग 10 क्विन्टल भन्दा माथि भएको हो। अहिले लगभग 15-20 क्विन्टल हुन्छ कि भन्ने आशा गरिएको छ। तर समथिङ 20 को सेरोफेरोमा जाला जस्तो लागेको छ। अब आशा गरौँ अब कति हुने। अब चाहिँ त्यो त अब भोलि काँटा गर्दाखेरि अब जोततौल गरेर बेच्दाखेरि थाहा होला। आदरणीय दर्शक महानुभावहरू, धेरै जनयुद्धमा लडेर धेरै चाहिँ साथीहरू अपाङ्ग हुनुभयो होला, कसै चाहिँ निधन भयो, कोही चाहिँ लापत्ता एकदम भूमिगत हुनुहुन्छ होला। तर उहाँहरूको भाग्यले चाहिँ उहाँलाई चाहिँ जस्ताको त्यस्तै त्यत्रो जनयुद्धमा लडिसकेपछि नि सफलपूर्वक अहिले चाहिँ कृषिमा फर्केर एकदमै सुन्तला खेती र कागती खेतीको चाहिँ उहाँले चाहिँ धेरै लगाएको देख्यौँ। तर हामी तपाईँलाई देख्दै पनि छौँ। पक्कै पनि तपाईँ पनि कृषिमा केही हुँदैन भन्ने तपाईँको सोचमा हुनुहुन्छ भने उहाँको बगैँचाहरू हामी देखाउन जाँदैछौँ। हुन्छ, अब तपाईँको बगैँचाहरू हामी सरसर्ती हेर्दै जान्छौँ है त। यो सुन्तलाको चाहिँ कुन सुन्तला हो भनेर तपाईँको नाम थाहा छ होला? तपाईँलाई कुन जातिको हो यो भन्ने सुन्तला चाहिँ? यो चाहिँ लोकलै। तपाईँहरूले ल्याउँदाखेरि त्यत्तिकै लिएर लगाइदिनु मात्रै होला होइन? आदरणीय दर्शक महानुभावहरू, हामी चाहिँ पश्चिमी भेग रोल्पा जिल्लाको माडी गाउँपालिका 1 भितबाग स्थित सुन्तला बगैँचाको यहाँ बगैँचामा घुमिरहँदाखेरि उहाँ कृषक 2 जना जुन जनयुद्धको खुकुरीको धारमा चाहिँ
बाँचेर आफ्नै एउटा के सानो खेती जस्तो भन्दा पनि धेरै धेरै ठुलो सुन्तलाको बगैँचा लगाउनु भएको रहेछ। हामी यहाँ हेर्दैछौँ। यो तपाईँहरूको ठाउँ अनुसार त खासै सुन्तला नहोला जस्तो देखिन्छ, तर यहाँ सुन्तला राम्रो देखियो नि। राम्रो रहेछ। तपाईँको यहीँनिर पर्यो होइन? अब तपाईँको ठुलो बगैँचातिर जाउँ। यता भएर यो अलिकति रोग लाग्यो जस्तो रहेछ, के भएको? ए बुढो रोग हो होइन? बुढो हो हाम्रो। पहिले अब सुरुवात यो हाम्रो आमाको पालामा लगाएको हो यो। ए हजुर हजुर, हिँड्नुहोस् तपाईँ। तपाईँहरूले यहीबाटै खासै सिक्नुभयो धेरै जस्तो होइन? हजुर हो, यो नजिक पनि बढी नजिक भयो। यो चाहिँ के गराउनु भएको छ यहाँ चाहिँ? ए यो के कुन पात पतिङ्गर राख्नु भएको छ कि के राख्नु भएको छ? आदरणीय दर्शक महानुभावहरू, तपाईँलाई म यो बगैँचा देखाउन जाँदैछु। धेरैभन्दा धेरै सङ्ख्यामा सुन्तलाको बगैँचा यहाँ रहेछ। तपाईँहरूलाई म सरस्वती त्यो ठाउँमा पनि देखाउन चाहन्छु। अझै पाकेको छैन सुन्तला। हामी यो छेउबाट जान्छौँ। यो सुन्तला पनि के यसको चाहिँ कुनै कृषकहरूलाई यो चाहिँ कृषि क्षेत्रबाट लिएर कुनै चेक गराउनु भएको छैन? यो सुन्तला कुन जात कुन हो, यो कुन सुन्तला लाउँदा ठिक हुन्छ, यसको फल चाहिँ कुन खालको छ भनेर चेक गराउनु भएको छ कोहीलाई? गराउनु भएको छैन है? कर्मचारी आउँदैन अब के भन्ने। हाम्रो भएको ठाउँमा त आउँदै आउँदैन। अब सरकार त पछाडि छ, सरकारका कर्मचारी आउँदैन। हाम्रो पीडादायी कुरा त्यही हो। अनि यसमा मलहरू के राखिराख्नु भएको छ अहिले? हामीले यसमा अब अहिले धेरै ठुलो परिणाममा दिन सकेका छैनौँ। हजुर, यसमा चाहिँ 2 देखि 3 डोका एउटा बोटमा बाख्राको त्यो कुवाएको मल हाल्छौँ। ए त्यो जुन अब यो टिपिसकेपछि कटिङ सटिङ हुन्छ। हजुर, अरे यो टिपिसकेपछि मलसल हाल्छौँ, हालेपछि कटिङ सटिङ हुन्छ। ए हजुर, त्यहाँबाट अब चाहिँ यसको सिजन सिद्धियो। यसको सिजन सिद्धियो। फेरि अब अर्को वर्ष सुरु हुन्छ। यसमा यहाँको अलि सिँचाइको पनि समस्या रहेछ होइन? यसलाई चाहिँ सिँचाइको के व्यवस्था भइरहेछ यो क्षेत्रमा चाहिँ? सिँचाइको व्यवस्था भन्ने भने चाहिँ अहिले यो आकाशे फल जस्तै भइरहेको छ। हजुर हजुर, आकाशे फल किन भइरहेको छ भने अहिले चाहिँ यो तल चिउरीगाड खोलाको पानी तानेर माथि त्यो पिप्लेन गएर भन्ने ठाउँमा फाल्ने। हजुर, त्यहाँबाट अब गाउँमा सिँचाइको लागि वितरण गर्ने भन्ने डिपिआर त भएको छ। हजुर, डिपिआर भए पनि अब कति वर्ष पछाडि हुने हो, अब कहिले हामीले पानीले सिँचाइ गर्न पाउने हो त्यो थाहा छैन। यो तपाईँको सुन्तलाको बोट यहाँ कति जति छ होला झन्डै तपाईँले? हाम्रो त सबै गरेर होला त्यस्तै पौने 200 को हाराहारीमा होला। 200 को हाराहारी सुन्तला छ है यहाँ? पोहोरको सालमा तपाईँहरूले बेचिरहँदा यसको रेट कस्तो गएको थियो? रेट त 4500 रुपियाँ कन्ट्रोल बेचे हो। पोहोर 4500 बेच्नु भएको थिएन? अहिले कति जाने हो थाहा छैन। आदरणीय दर्शक महानुभावहरू, हामी चाहिँ अहिले रोल्पा जिल्ला पश्चिमी भेग माडीगाउँपालिका 1 को सुन्तला खेती जुन कृषक, हजुरको नाम एकचोटि भनिदिनु न। तपाईँलाई चाहिँ विशेष कृषक कुन कृषक भनेर चिन्न सक्छौँ अहिले हामी? मेरो नाम चाहिँ हरिप्रसाद भक्ति मगर भनेर। तपाईँको जनयुद्धको नाम चाहिँ चर्चित होला जस्तो लाग्यो मलाई। चिन्तन भनेर चिन्छ मलाई। पक्कै पनि आदरणीय दर्शक महानुभावहरू, हामीले चाहिँ जनयुद्धको एकदम आफ्नो धेरै परिश्रम पोखेर आफ्नो कृषिमा फर्किनुभएका उहाँको जनयुद्धको नाम चिन्तन र आफ्नो घड्यासी नाम हुनसक्छ, उहाँ चाहिँ हरिप्रसाद भनेर भन्दै हुनुहुन्छ। उहाँले चाहिँ लगाउनु भएको सुन्तला बारीमा चाहिँ हामी हिँडिरहेका छौँ। यो मौसम पनि लगाउनु भएको रहेछ होइन? यो सुन्तलाको बिचमा किन राख्नु भयो? कहिले वर्ष अब एउटा कुरा, यो मौसम राम्रो हुन्छ कि सुन्तला राम्रो हुन्छ भन्ने एउटा ट्रायलको लागि हो।
ए हजुर यसको दाना पनि राम्रै फलेर रहेछ फल्न त खासै क्वालिटीको त छैन है यसको चाहिँ त्यति क्वालिटी छैन यसमा त्यसको पारि क्वालिटी पोर दाना ठुला त्यो अलि सानो हजुर यसमा अलि क्वालिटी आयो अलि आएन यसमा तर हुनु चाहिँ हुँदो रहेछ भन्ने बुझ्नु पर्यो हामीले आदरणीय दर्शक महानुभाव तपाईँ हेर्दै हुनुहुन्छ तुफान इन्टरटेनमेन्ट च्यानल र फेसबुक पेज लाइक गरेर पनि हेर्न सक्नुहुन्छ हामी यस्तै कृषि विषयका कुराहरू पनि उठाउने छौँ आगामी दिनहरूमा आज हामी धेरै सुन्तलाको बगैँचामा घुमिरहँदाखेरि धेरै रमाइलो लागिरहेको छ अनि यो बारीको बिचमा सुन्तलाको बिचमा गहुँहरू छर्नु भएको छ यसले के असर पार्दैन भन्ने के हो त यो चाहिँ अब यो खाली राख्नुभन्दा हजुर दुई चार पाती भयो भने हुन्छ उत्पादन हुन्छ फेरि जोत्ने पनि एउटा वातावरण बन्छ भनेर ए बिरुवा भन्दा 1.5 मिटर टाढा राख्नुपर्छ त्यही भएर त्यति असर गर्दैन ए तपाईँहरूले गरिसकेपछि कतिजनालाई उ भएको छ केही तपाईँहरूलाई यहाँ आइरहँदाखेरि तपाईँहरूले गरेको काममा कति अरूले पनि केही सिके जस्तो लाग्छ लाग्दैन तपाईँहरूलाई अहिले सिक्दै हुनुहुन्छ अब यो माथि हाम्रो यो माडी गाउँपालिकाको नेकपाको अध्यक्ष पनि हुनुहुन्छ मित्रमणि हजुर हजुर मित्रमणिको फ्यामिली अब अथवा शहीद नरिवलजीको परिवारले लगाउनु भएको छ उहाँहरूको अब दुवैजनाको मिलाएर त योभन्दा पनि ठुलो बगैँचा हुन्छ तर उहाँहरूले पछि उहाँहरू पनि आउनुभयो त्यस्तै एवं तरिकाले अरू गाउँका दाजुभाइ दिदीबहिनीहरू पनि आइराख्नु भएको छ अहिले हामीले फर्म दर्ता गरिसकेपछि हामीभन्दा पहिला अरूले पनि गर्नुभएको थियो गर्न फर्म दर्ता तर हामीले गरिसकेपछि धेरै बहुसङ्ख्यक मात्रामा फर्म दर्ता गर्ने प्रक्रिया जारी छ र किसानमा अब चाहिँ लाग्नुपर्छ भन्ने जस्तो देखिन्छ अब उहाँहरू अब व्यापारिक रूपमा कति गर्ने कति सफल हुने कति असफल हुने भन्ने कुरो त छँदैछ अब हाम्रो सोच त कस्तो छ भनेपछि यो एउटा बुढेसकालको सारा पनि हुने अर्को कुरा चाहिँ के छ भन्नुहुन्छ भने यो पुरै अब यहाँ जति पनि अब चाहिँ हाम्रो 70-80% किसानहरूलाई एउटा लालच बनाउने खालको अब कृषि गरौँ भन्ने सोच त राखेका छौँ तर सोच राखे पनि कतिपय अर्थतन्त्रको अभाव कतिपय अब चाहिँ यहाँको सरकारले पनि अब चाहिँ अहिलेसम्म अब चाहिँ जसले कृषि राम्रोसँग डटेर अब चाहिँ गरिरहेको छ त्यो किसानको पहिचान हुन सकेको देख्दैन मैले अब यहाँ लिबाङतिर मैले कस्तो पनि पाइयो भनेपछि अब लिबाङतिर अब सदरमुकामको नजिक हुने मान्छेहरू के गरेको देखिन्छ भनेपछि उहाँ अब आफ्नो व्यवसाय गरेर बसेको तर कृषिको तालिम आयो भनेपछि अब यहाँ कृषकलाई बोलाउने छोडेर उहीँको मान्छे जम्मा गरेर तालिम दिने भत्तासत्ता बाँट्यो अब बराबर हो यो हाम्रो विडम्बना मैले यो देखिरहेको छु र अहिलेसम्म हामीले कुनै त्यस्तो यहाँ गाउँपालिकामा भया सानोतिनो कार्यक्रममा त अब तालिम लिएम होला त्यही पनि मैले ल्याएको छैन नि मेरो अब फ्यामिलीले लिइसक्यो यसको अब के छ यसमा चाहिँ तपाईँहरूले हाम्रो जस्तै सरकारलाई गाउँपालिका वडापालिकालाई के सन्देश दिन चाहनुहुन्छ यो फर्म तपाईँसँग यत्रो सुन्तलाको अहिले उत्पादन छ होइन यसलाई चाहिँ कहाँ लगेर बेच्ने के गर्ने भन्ने केही थाहा छ तपाईँहरूलाई यो त अब गाउँपालिकाले यो वातावरण मिलाओस् र हाम्रो यहाँको कृषकहरूले अब यसको सुन्तला उत्पादन गर्नेले सुन्तलाको रेट राम्रो पाउन् र कागती उत्पादन गर्नेले कागतीको रेट राम्रो पाओस् र अब यदि कहीँ अब त्यस्तो बिक्रीबट्टा भएन भने पनि बजार व्यवस्थापन गर्दोस् हाम्रो स्थानीय सरकारले भन्ने हाम्रो चाहना त्यही नै हो ल ठिक छ धन्यवाद अब हामी तपाईँको केही अरू कुरा अब के छ तपाईँहरूको बिरुवाहरू हामी हेर्दै जान्छ हेर्दै हेर्नुहोस् हाम्रो मैले यो किबी हुन्छ कि हुन्न भन्न यो किबी लगभग यो सुन्तला सँगसँगै लगाएको किबी लगाउनु भएको अझ हेर्न पाउनुहुन्छ कागती अहिले चाहिँ हामीले 12-15 हजारको बेच्छौँ केही कागतीको बिरुवाहरू देख्न सक्नुहुन्छ तर हेर्दाखेरि सानो भयो भने यसले अब 12-15 हजारको आम्दानी दिनु भन्ने राम्रै कुरा हो किनभने चाहिँ अब यता न अब 12-15 हजारको मकै फलाएर बेच्नलाई त हामीलाई झन्डै 5 वर्ष लाग्छ यस कारणले गर्दाखेरि यो पनि राम्रै उपलब्धि हो भन्ने मलाई लागिरहेको छ यो कागती लगाउनु भएको छ होइन हजुर
कागती पनि यही बोटहरू फलेको थियो यसमा चाहिँ यसपालि कागती तपाईँहरूको यसैमा फलेको थियो उ तल फलेको ए त्यहाँ पनि रहेछ है अनि यो किवीको कस्तो छ अहिले बजार यसको चाहिँ यसको बजार पोहोर साल पाउन सकेन हजुर 200 रुपियाँ किलो हिसाबले यहाँ यो माथि नर्सरी उत्पादन गर्ने भाइहरूलाई मैले दिएको हो ए यसको डाला दिनुभयो कि फल दिनुभयो फल ए हजुर 12 किलो दिएको अरूभरि खाएर सिद्धियो यसपालि पनि राम्रो फलेको रहेछ है ठिकै छ यताबाट आन्छु हामीले चाहिँ अहिले किवी हेरिरहेका छौँ अत्याधिक रूपमा फलेको रहेछ यहाँ पनि यो यसमा अहिले बाहिर पठाउने त गर्नु भएको छैन यसमा बाहिर पठाउने वातावरण छैन अहिले एउटा बोटमा झन्डै कति केजी जति फलेको छ होला यो लगभग 50 केजी जति फल्छ राम्रो फल्यो भने 50 केजी है हजुर नत्र तपाईँको 20 25 15 10 त कहीँ जाँदैन अहिले यो न्यूनतम फलेको हो अहिले 10 केजी जति होला लास्टमा के भन्न चाहनुहुन्छ कृषकहरूलाई तपाईँको बगैँचा त हेरियो होइन अब अरू गर्न चाहने कृषकलाई के यहाँको चाहिँ सन्देश के जान्छ गर्न चाहने कृषकहरूले अब चाहिँ गर्ने हो भने माटोमा सुन पनि फल्न सक्छ र चाहिँ मेहनत गर्नुहोस् कसैको भर नपर्नुहोस् आफ्नो बलबुत्ताले भ्याएसम्म आफै मरिमेटी लाग्नुपर्छ भन्ने मेरो भनाइ छ र लाग्नु पनि पर्छ हस् त्यसपछि हुन्छ फेरि हस् तपाईँको बगैँचामा हेरियो धेरै रमाइलो सुन्तलाहरू मौसमहरू अनि कागतीहरू लगाउनु भएको रहेछ तपाईँको यो चाहिँ कृषिको सन्देश सम्पूर्ण नेपाली जनतामा जाओस् भन्दै आज कार्यक्रममा हामी छुट्टिन्छौँ नमस्कार